कसैलाई पढ्न पर्यो अरे हार्ड किताब दिएको मन परेन मलाई त्यसरी पेपर पल्टाउन मन लागिरहेछ गरी यता बसेर गरु उता बसेर गिरिजालाई गी गर्दैछ गिरिजा प्रसाद कोइरालाको किताब हो त्यो बाबु पढिसक्यौ किताब पढिसक्यौ अब उता बसेर पढ नि त फेरि अर्कोमा बस नि त तिमी अब अर्को चकटीमा बस नि त जाऊ के रहेछ गिरिजा रहेछ यहाँको चकटी लगाएर त्यहाँ राखेको यसले बाबु गिरिजा खै कता हुन्छ खै गिरिजा खै देखाऊ त्यहाँ हो गिरिजा पछि पढ्ने हो कि होइन अहिले त्यसरी पल्टाउँछ किताब सबभन्दा मनपर्ने पाठ हो त्यसले मामा अङ्कल भन्नु अङ्कल अङ्कल गिरिजा भन्नु गिरिजा भन्नु गिरिजा प्रसाद कोइराला चिन्छौ बाबुले चिन्छौ उहाँलाई पुरै पढे जस्तो अङ्कल अङ्कल आन्टी पनि हुनुहुन्न रहेछ त्यहाँ हेर त आन्टी पनि हुनुहुन्न रहेछ आन्टी अङ्कल आन्टी पनि हुनुहुन्छ त्यहाँ हेर त हेर आन्टी पनि हुनुहुन्छ कि हुनुहुन्न कति आन्टी हो यहाँ आन्टी हुनुहुँदो रहेछ हेर त यहाँ अङ्कल आन्टी अङ्कल मात्र भन्छ अब गिरिजा प्रसाद कोइराला देखाऊ त खै कहाँ हुनुहुन्छ खै देखाऊ गिरिजा प्रसाद कोइराला ए देख्यो बाबु अब अङ्कललाई हेर अङ्कललाई अङ्कल किताब भन बाबु किताब भन किताब हो किताब 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 बाई बाई गरिदेऊ त्यसलाई बाई बाई गरिदेऊ माया गरिदेऊ खै
मामु भन ल फेरि भन मम्मी मामा भन नि त ल हात खै त बाबुको हात ला किताब झऱ्यो तल खस्यो बाबुको कान कहाँ छ खै कान हात कहाँ छ हात खै हात अनि औला खै त नि बाबुको औला खै बाबुको बाबु तिम्रो नाक खै नाक नाक अनि आँखा खै आँखा आँखा खै त बाबुको कान आँखा खै ल आँखा खै त बाबुको आँखा आँखा खै बाबु नाना खै नाना नाना बाबुको नाना खै ला गिरिजा प्रसाद कोइराला त झर्नु भएछ नि त निकाल निकाल ल अब यति नै हो यस्तै हो घरि के पल्टाउँछ घरि के पल्टाउँछ